अनि मुतुवाले क्या यति गर्छ आउँदै हुनुहुन्छ लङजङ लङजङ गर्दै चिली पितिली खेर्दै यो अलि लामो पो हुने रहेछ जति लामो हुन्छ नि तर अझै हुन्छ त्यो भन्दा चाहिँ हुँदैन होला रातो रातो सिन्दुर लगाइदिउँ किसिरैमा बस्यो अब ल वान पिस हामी वेलकम ब्याक हाम्रो आजको भिडियोमा नेक्स्ट भिडियो हैन अनि आज के हुन्छ त थाहा छैन के हुन्छ क्या लाइफ इज अनप्रेडिक्टेबल क्या के हुन्छ थाहा नै हुन सोल्टी हैन त्यही भएर हेर्दै गर्नु होला हजुर हेर्दै गर्नु होला साथ सपोर्ट चाहिँ गर्दै जानु होला हामीलाई हैन हामी भनेको रमाइलो फन पनि गर्छौं हैन सिरियस लिने ठाउँमा सिरियस पनि गर्छौं आज चाहिँ हामी जाँदै छौं कि के भनेर के नजाने भन्दा चाहिँ आज हाम्रो एउटा एक्स्ट्रा यहाँ के अरे झ्याल ढोका निर्माण गर्नुपर्ने छ त्यो विषयमा तपाईहरुलाई भिडियो अहिले भरे आउने छ फेरि एक्स्ट्राको पनि एक्स्ट्राका वान पिस हामी त्यस्तो अरूको जस्तो कपी गर्दिनौँ का वान पिस एकदम यस अनि यहाँ हुनुहुन्छ दाजु के हो के भएको छैन म अलिकति लाइट बढाइदिएको ल ठीक छ हैन अनि यहाँ चाहिँ हामी चाहिँ तिमीहरू अझै सिरक मुनि घोप्टेर बसिरहेको होला उठ भाइ उठ छिटो उठ होइन जोस हो नि त अहिलेको यतिको उमेरमा जोस नदेखाएर कहिले जोस देखाउने क्या यस अहिले देखाउनु पर्यो नि त जोस युवा जोस अस्ति जेनजी आन्दोलनमा मात्र उफ्रेर भयो एकछिन अरू उफ्रिँदाखेरि मात्र उफ्रेर भएन नि त आफै एक्लै पनि उफ्रिन सक्नु पर्यो क्या केटा हो ए बाइकमा हिँड्यो भन्दैमा शान्त दिनु पर्दैन नि त म पनि हिँड्छु कोही बेला बाउको बाइकमा म पनि हिँड्छु कोही बेला साइकलमा हैन कोही बेला त हामी पनि बाइक चढ्नु पाइन्छ जहिले नचढे पनि कोही बेला अनि त्यही हो अब चाहिँ सुन्तलाको सिजन हुँदैछ सुन्तला हन्टिङ हान्न जानुपर्छ सुन्तला हन्टिङ हानेको भिडियो हेर्न चाहनुहुन्छ भने यहाँ 100 कमेन्ट हान्नु ट्याक्कोसँग लाएर 100 कमेन्ट 100 सब्स्क्राइबर आज ओन्ली आजको दिन नत्र फेरि हुँदैन ओन्ली वान टुडे के छ त्यो मलाई 1 रुपैयाँ खर्च हुँदैन त खर्च हुने काम जति चाहिँ तिमीहरू गर्छौ बाबा आमाको पैसा चाहिँ खर्च गराउँछौ यहाँ खर्च नहुने फ्रीमा हुने चाहिँ गर्दैन यहाँ ठ्याक्क थिच्ने ट्याक्क भइहाल्छ त के हो पारा यो हाल्ने चाहिँ कहाँ हो टिकटक देखायो त अनि भयो त्यो युट्युबमा थिच्नु न यहाँ फेरि हाम्रो अर्को पनि हुँदैछ क्या यस्तो गर्ने हो क्या ल यता स्यामसुङ S20 भयो यता आइफोन 17 के छैन हामीसँग त्यही बाइक त नभएको नि यता 17बाट यो भिडियो के तपाईहरुले साथ सपोर्ट दिनुभयो भने एक दिन पुरा हुन्छ बाइक पनि आउँछ बिस्तारै हजुर यो अलि लामो पो हुने रहेछ जति लामो हुन्छ नि तर अझै हुन्छ त्यो भन्दा चाहिँ हुँदैन होला म त लग्दिउँ मु परेन लकडा हैन यता माथितिर चाहिँ सुन्तला छ हन्टिङ हान्न जानुपर्छ भरे भोलि तिमीले कमेन्ट हान्यौ भने 100 ड्याक्क लाएर फेरि यस्तो हैन बाइक बिस्तारै कुदाउँदा नि हुन्छ टर्निङमा हेडलाइन चाहिँ के लेख्ने एउटा सोच्नु न एउटा घरदेखि कहाँ जाँदाको लेखौँ घरदेखि घर घरदेखि हाम्रो यात्रा आज खोलासम्मको अनि यहाँ पहिले उति लाउनुपर्छ यहाँ थम्मेन कहाँबाट लाउने त्यो डट पेनमा थिच्नु न थम्मेन कुन हो यसको कहाँ बनाउनु भएको छ त्यहाँ मैले बनाएको छु यो हो ओके लकडा हो हाम्रो आइटिएल भ्लगमा अर्को भिडियो नि आउँदैछ होइन ट्याक्क गर हेरेर सब्सक्राइब ट्याङ्ग अट्टो पनि आउँदैछ हाई भनिदिनु न हाम्रो भाउजू भारी बोकेर जाँदै हुनुहुन्छ भाउजू अनि हामी यहाँ फेरि मन्दिरमा आइपुगिसकेका छौँ दर्शन गर्नु दर्शन तपाईहरुले पनि यसो दर्शन गर्नु
सोचेका चाहेका कुराहरू पुरा हुनसक्छ। अनि यहाँ चाहिँ हामी फेरि के भन्छ होइन यो के भन्छ फाइनली वी आर ब्याक मामा घर। हामी मामा घर आइपुगिसकेको छौँ। आज दुबई काफी छ क्या यहाँ, यस्तो दामी दुबो छ नि, क्या रमाइलो छ। रमाइलो घमाइलो कोसीतिरैमा रातो रातो सिन्दुर लगाइदिउँ किसिरैमा, रातो रातो सिन्दुर लगाइदिउँ किसिरैमा। कसलाई लगाइदिनु, मङ्सिर त लागेको थियो, अब हेरौँ है, विचार गरौँ है। हामी अब बाँस काट्नु भनेर आएको। बाँस काट्नु चाहिँ अब हाम्रो चाहिँ टोलीहरू यता खडा हुनुहुन्छ एकदम रेडी खुकुरी सुकुरी बोकेर। अब हामी चाहिँ अध्ययन अनुसन्धान अनुसार नै बाँस काट्न आउँछौँ। हामीलाई चाहिँ बाँस काट्न आउँदाखेरि पनि डट कपीहरूको चाहिँ आवश्यकता पर्छ है। डट कपी पनि रहेछ होइन, त्यो पनि छिट्या हो नि, काम गर्छ त्यो पनि लगौँ। हजुरले मलाई मुढा लिन पठाउनु भएको, यस्तो रहेछ मुढाको चाहिँ हालत। लाइट आमामा ल्याएँ नि होइन मैले। ल म बस्छु अब ल साधन भएको मान्छे र सिप भएको मान्छेलाई जीवनमा कहिले दुःख पाउँदैन, तर सही सदुपयोग गर्न सक्नु पर्यो। तपाईँको सिप छ भनेर दिनभरि 3 बोतल खाएर रोडभरि सुत्ता हुँदैन। अनि साधन छ भन्दैमा तपाईँको साधनले मात्रै कमाएर ल्याउने होइन। तपाईँसँग मानिले एउटा प्लेन छ, हेलिकप्टर छ, तर हेलिकप्टर तपाईँले सही समयमा चलाउनु भएन भने तपाईँको आमदामी उठ्दैन। फाइनल्ली अब बाँस काटिसकेको छौँ। बाँस चाहिँ अब खुर्केर लिएर जानु बाँकी छ थोरै। काटेको पो अलिक बिर्सेर दिमाग खराब यार। हजुर मामा भान्जा कहानीले अलिक बिर्सिआएछ मलाई आज। चाँचै भइसक्यो नि सोल्टी। ल सोल्टी यो गीत बजाएपछि चाहिँ चार्ज हुँदैन नि यति चाँडो। अनि बाटोमा अब हामी चाहिँ जाँदैछौँ। यस्तो अप्ठ्यारो बाटो छ। सोल्टी त झन् बाँस बोकेर आउने अरे, म त पुरै सिलिपितिली खेल्दै सिलिलिली पितिली खेल्दै जाँदैछु। ओइ झन्डै गइन म त यस्तो बाटोमा। त्यही बाँसमा लाने विचार छ कि क्या हो? यस्तो बाटोमा आउँदै थियौँ हामी। कस्तो डेन्जर छ। मार्छ ल यस्तो बाटोबाट चाहिँ बाँस लिएर आएको हामीले एकदम। अब त रोडमा आइपुग्यौँ फाइनली। यस आउँदै हुनुहुन्छ लङदङ गर्दै, ल है ल। यस्तो सोल्टी चाहिँ हामी घरमा आइपुगेर बाँस किट्दैछौँ। 1 गेट भइसक्यो। अब अर्को लम्बाइको लागि रेडी हुँदैछ। रोल क्यामेरा, रोल साउन्ड, एक्सन। बेलाको जमानाको हात हेर्नुहोस् कति डह्रो छ। हातैले हानेर बाँस पट्टै फुटाउनु पो अनि तपाईँहरू जस्तो अहिलेको जस्तो पानी मुतुवाले कहाँ यति गर्छ, सक्छ त नि। होइन दम यतिको छ क्या सोल्टीसँग, हाम्रो सोल्टीसँग। झन्डै मलाई नि लाग्यो ठिक छ। अनि ल हेर्नुहोस् उहाँले चाहिँ बिना केही माध्यम बिना नै उहाँले बाँस फुटाएर देखाइदिनु भयो। यति छिपिया कति सालदेखिको उहिले 1 साल अगाडिदेखिको बाँस।
मैले एकदम सोधिरहेको छु यो उद्देश्य के हो बाँस ल्याएर के बनाउने भनेर चाहिँ अनुसन्धान भइरहेछ यो अब बनाउँदै जाँदा के हुन्छ हुन्छ यो 2 इन्चको हेर्दै जाउँ अब के चाहिँ बनाउनु भएको त ख्यालमा यस्तो भयो त यो त आराले त आरा ल ख्यालमा यस्तो डिजाइनको के हो यो मान्छेको अलिक चिनिने नै क्या हो ओजिला हो बिस्तारै कन्टेन्टै भन्छ रियल अघि मजाले चढ्दै थिए काम पर्छ होला खिच्दैछ यस माल जिम्मा फास्ट डु फास्ट पैसा काटेर भरे खै देखियो त अनि हजुर देखियो त देखिएन अनि कहाँ यो नै मलाई द्या त कुकुरी मात्रै पक्रिने नानी म त अब लिनु नै भएछ भन्दै थिएँ नि झार्यो के चाहिँ हजुर के चाहिँ घाँस झऱ्यो भने ल देख्न सक्नुहुन्छ यहाँ पछाडि चाहिँ हजुर यतातिर हाम्रो मालिकहरू आउँदै हुनुहुन्छ पछाडि चाहिँ अलिक राम्रोसँग देखाइदिउँ न त यतै हो घराको यतै हो हुन्टिङ हानिदिउँ न निकाल बन्दुक हो पक्रिन्छ होला नि मलाई